झिमरुक नदी नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने प्युठान जिल्लाको सबैभन्दा महत्वपूर्ण प्राकृतिक सम्पदा मध्ये एक हो। यो नदी केवल पानी बग्ने प्राकृतिक स्रोत मात्र नभई प्युठानको इतिहास, संस्कृति, कृषि, अर्थतन्त्र, पर्यटन, धार्मिक आस्था तथा जनजीवनसँग गहिरोसँग जोडिएको जीवनरेखा हो। सदियौंदेखि यस नदीले हजारौं मानिसको जीवन धानेको छ। खेतबारीलाई सिंचाई दिएको छ, गाउँहरूलाई बसोबासयोग्य बनाएको छ र स्थानीय सभ्यताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। झिमरुक नदीलाई प्युठानको मुटु पनि भन्ने गरिन्छ, किनभने जिल्लाको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस नदीमाथि निर्भर रहेको छ। झिमरुक नदीको उद्गम प्युठान जिल्लाको उत्तरी उच्च पहाडी क्षेत्रबाट भएको मानिन्छ। विभिन्न साना खोल्सा, झरना तथा वर्षेनी बग्ने जलधाराहरू मिलेर यो नदीको निर्माण भएको हो। पहाड़का काखबाट जन्मिएको झिमरुक नदी दक्षिण र दक्षिण पश्चिम दिशातर्फ बग्दै विशाल उपत्यका निर्माण गर्दै अगाडि बढ्छ। नदीको बहाव वर्षभरि रहने भएकाले यसलाई स्थायी नदी मानिन्छ। हिमनदीबाट प्रत्यक्ष उत्पन्न नभए पनि वर्षा, मुहान तथा पहाडी जलस्रोतका कारण यसको प्रवाह निरन्तर कायम रहने गर्दछ। झिमरुक नदीको वास्तविक लम्बाई सम्बन्धी विभिन्न तथ्याङ्क पाइन्छन्। विभिन्न अध्ययन तथा स्थानीय विवरण अनुसार यसको लम्बाई करिब 60 देखि 70 किलोमिटरको हाराहारीमा रहेको मानिन्छ। नदीले प्युठान जिल्लाको ठूलो भूभाग समेट्छ। यसको जलाधार क्षेत्र निकै फराकिलो छ, जसमा दर्जनौं साना खोलाहरू मिसिन्छन्। वर्षायाममा यी सहायक खोलाहरूले नदीको बहाव अत्यधिक बढाइदिन्छन् भने हिउँदमा पनि नदी पूर्ण रूपमा सुक्दैन। झिमरुक नदीको नाम कसरी रह्यो भन्ने विषयमा स्थानीय समाजमा रोचक कथाहरू प्रचलित छन्। एक जनविश्वास अनुसार प्राचीन समयमा नदीको पानी बग्ने आवाज झिमझिम सुनिने भएकाले यसको नाम झिमरुक रहन गएको हो। अर्को कथन अनुसार नदी वरपर झिमझिम चम्किने ढुङ्गाहरू पाइने भएकाले मानिसहरूले यसलाई झिमरुक भन्न थाले। यद्यपि यसको नामकरणबारे स्पष्ट ऐतिहासिक दस्तावेज उपलब्ध छैन, तर स्थानीय लोककथा र पुस्तौंदेखि चल्दै आएका कथनहरूले नदीको पहिचानलाई अझ रोचक बनाएका छन्। भौगोलिक दृष्टिले झिमरुक नदीले प्युठानको भूबनोट निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। हजारौं वर्षदेखि बग्दै आएको पानीले पहाड़का चट्टान काट्दै उपत्यका निर्माण गरेको मानिन्छ। आज झिमरुक उपत्यका प्युठान जिल्लाको सबैभन्दा उर्वर तथा जनघनत्व बढी भएको क्षेत्रमध्ये एक हो। नदी किनारमा फैलिएका समथर फाँटहरूमा प्रशस्त खेतीपाती हुने गर्दछ। यसले स्थानीय खाद्य सुरक्षामा ठूलो योगदान पुर्याएको छ। झिमरुक नदीसँग जोडिएका प्रमुख बस्तीहरूमा बिजुवाड, मरणठाना, दाखाक्वाडी, ओखरकोट, तुसारा, खुङ, बाङ्गेसाल, लोङ, देवीस्थान तथा झिमरुक गाउँपालिकाका विभिन्न गाउँहरू पर्दछन्। यी गाउँका अधिकांश मानिसको जीविकोपार्जन कृषि तथा पशुपालनमा आधारित छ। नदीले उनीहरूलाई पानी उपलब्ध गराउने भएकाले यहाँको कृषि प्रणाली नदीसँग प्रत्यक्ष सम्बन्धित रहेको छ। कृषिको कुरा गर्दा झिमरुक नदीलाई प्युठानको अन्नदाता भन्न सकिन्छ। नदीको पानी प्रयोग गरी हजारौं रोपनी जमिनमा सिंचाई गरिन्छ। धान, गहुँ, मकै, कोदो, फापर, तोरी, दलहन, तरकारी तथा फलफूल खेतीमा नदीको पानी अत्यन्त महत्वपूर्ण रहेको छ। धेरै किसानले नदीबाट कुलो तथा नहर मार्फत पानी ल्याएर वर्षभरि खेती गर्दै आएका छन्। विशेष गरी झिमरुक उपत्यकाको धान उत्पादन जिल्लाकै उत्कृष्ट उत्पादन मध्ये मानिन्छ। अर्थतन्त्रको दृष्टिले पनि नदीको योगदान अत्यन्त ठूलो छ। कृषि उत्पादन वृद्धि हुनु भनेको स्थानीय आमदानी बढ्नु हो। किसानहरूले उत्पादन गरेका अन्न, तरकारी तथा फलफूल जिल्लाभित्र र बाहिरका बजारमा बिक्री गर्ने गर्दछन्। यसबाट स्थानीय व्यापार, यातायात र सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ। नदीले अप्रत्यक्ष रूपमा हजारौं मानिसलाई रोजगारी तथा आमदानीको अवसर प्रदान गरेको छ। जलविद्युत विकासका लागि पनि झिमरुक नदी निकै सम्भावनायुक्त मानिन्छ। नदीको बहाव, उचाइको भिन्नता तथा भौगोलिक संरचनाले जलविद्युत उत्पादनका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ। विभिन्न समयमा साना तथा मध्यम स्तरका जलविद्युत आयोजनाहरूको अध्ययन गरिएको छ। ऊर्जा उत्पादनले स्थानीय उद्योग, शिक्षा, स्वास्थ्य तथा समग्र विकासलाई गति दिन सक्ने विश्वास गरिन्छ। नदीमाथि निर्माण भएका पुलहरूले झिमरुक क्षेत्रको विकासमा ठूलो भूमिका खेलेका छन्। विगतमा नदी तर्न स्थानीय बासिन्दाले डुङ्गा, तुइन वा जोखिमपूर्ण उपाय अपनाउनु पर्थ्यो। अहिले विभिन्न स्थानमा सड़क पुल तथा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। यी पुलहरूले गाउँलाई बजारसँग, किसानलाई उपभोक्तासँग र विद्यार्थीलाई विद्यालयसँग जोड्ने महत्वपूर्ण काम गरेका छन्। वर्षायाममा झिमरुक नदीको स्वरूप पूर्ण रूपमा बदलिन्छ। असार, साउन र भदौ महिनामा लगातार वर्षा हुँदा नदीमा पानीको बहाव निकै बढ्छ। कहिलेकाहीँ नदीले आसपासका खेतबारी कटान गर्ने, बाली नष्ट गर्ने तथा सड़क तथा पुलहरूमा क्षति पुर्याउने गरेको छ। बाढीका कारण स्थानीय बासिन्दाले कठिनाई भोग्नु परेको इतिहास पनि छ। त्यसैले नदी किनारमा तटबन्ध निर्माण, वृक्षारोपण तथा नदी नियन्त्रणका कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन्। झिमरुक नदीको सांस्कृतिक महत्व पनि उत्तिकै गहिरो छ। स्थानीय लोकगीत, लोककथा तथा साहित्यमा यस नदीको वर्णन पाइन्छ। गाउँका बुढापाकाले नदीसँग सम्बन्धित अनेक कथाहरू सुनाउने गर्दछन्। धेरै लोकगीतमा झिमरुकको किनार, झिमरुकको पानी र झिमरुकको उपत्यकाको सुन्दरता वर्णन गरिएको पाइन्छ। यसले नदीलाई केवल भौगोलिक संरचना नभई सांस्कृतिक पहिचानको रूपमा स्थापित गरेको छ। धार्मिक तथा आध्यात्मिक दृष्टिले पनि झिमरुक नदी महत्वपूर्ण मानिन्छ।
स्थानीय जनविश्वास अनुसार नदीको पानी पवित्र मानिन्छ। विशेष पर्व तथा धार्मिक अवसरमा मानिसहरू नदीमा स्नान गर्ने गर्दछन्। माघे संक्रान्ति, शिवरात्रि तथा अन्य धार्मिक पर्वमा नदी किनारमा विशेष गतिविधिहरू सञ्चालन हुने गरेका छन्। कतिपय स्थानमा नदी किनारमै साना मन्दिर तथा देवस्थलहरू निर्माण गरिएका छन्। झिमरुक नदी क्षेत्र स्वर्गद्वारी क्षेत्रसँग पनि अप्रत्यक्ष रूपमा जोडिएको छ। स्वर्गद्वारी नेपालको प्रसिद्ध धार्मिक स्थलमध्ये एक हो। स्वर्गद्वारी जाने यात्रुहरूले झिमरुक क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्ने अवसर पाउँछन्। यस क्षेत्रको हरियाली, नदी उपत्यका तथा ग्रामीण वातावरणले धार्मिक यात्रालाई अझ आकर्षक बनाउँछ। पर्यटनको सम्भावना हेर्दा झिमरुक नदी अत्यन्त महत्वपूर्ण प्राकृतिक गन्तव्य बन्न सक्छ। नदी किनारका रमणीय दृश्य, हरिया पहाड, कृषि फाँट, ग्रामीण संस्कृति तथा स्थानीय जीवनशैली पर्यटकका लागि आकर्षणका केन्द्र हुन्। प्राकृतिक पदयात्रा, फोटोग्राफी, अध्ययन भ्रमण तथा ग्रामीण पर्यटनका लागि यो क्षेत्र उपयुक्त मानिन्छ। भविष्यमा योजनाबद्ध विकास गर्न सके झिमरुक उपत्यका पश्चिम नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ। झिमरुक नदीले जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्याएको छ। नदी किनारका वन क्षेत्रमा विभिन्न चराचुरुङ्गी, वनस्पति तथा साना वन्यजन्तु पाइन्छन्। नदीभित्र स्थानीय माछाका विभिन्न प्रजातिहरू बसोबास गर्दछन्। यी माछाहरू स्थानीय समुदायको खानपान र जीविकोपार्जनको एउटा स्रोत पनि हुन्। नदीले सम्पूर्ण पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न सहयोग पुर्याइरहेको छ। यातायात र व्यापारको विकासमा पनि नदीको अप्रत्यक्ष भूमिका रहेको छ। नदी उपत्यकालाई आधार मानेर सड़क सञ्जाल विस्तार भएको छ। आज झिमरुक क्षेत्रका अधिकांश गाउँ सड़क पहुँचमा जोडिएका छन्। यसले शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारलाई नयाँ अवसर प्रदान गरेको छ। विगतमा दिनौं लाग्ने यात्रा अहिले केही घण्टामै पूरा गर्न सकिने अवस्था सिर्जना भएको छ। झिमरुक नदीबारे एउटा महत्वपूर्ण तथ्य के हो भने यसको नामबाट नै झिमरुक गाउँपालिकाको नामकरण गरिएको छ। यसले स्थानीय समाजमा नदीको प्रभाव कति गहिरो छ भन्ने स्पष्ट देखाउँछ। नदीले केवल भौगोलिक सीमा निर्धारण गरेको छैन, यसले स्थानीय पहिचान र आत्मगौरव निर्माणमा समेत भूमिका खेलेको छ। वातावरणीय दृष्टिले झिमरुक नदी संरक्षणको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ। जनसंख्या वृद्धि, अव्यवस्थित निर्माण, नदीजन्य पदार्थको अत्यधिक उत्खनन तथा प्रदूषणका कारण नदीमाथि दबाव बढ़िरहेको छ। यदि समयमै संरक्षणका प्रभावकारी उपाय अपनाइएन भने भविष्यमा नदीको प्राकृतिक स्वरूप प्रभावित हुन सक्छ। त्यसैले स्थानीय सरकार, समुदाय तथा सरोकारवालाहरूले नदी संरक्षणलाई प्राथमिकता दिन आवश्यक छ। आज झिमरुक नदी प्युठान जिल्लाको जीवन, विकास र पहिचानको आधार बनेको छ। यसले खेतबारीलाई पानी दिएको छ, बस्तीहरूलाई जीवन दिएको छ, संस्कृति र परम्परालाई निरन्तरता दिएको छ तथा विकासको सम्भावना सिर्जना गरेको छ। पहाड़को काखबाट जन्मिएर उपत्यकालाई समृद्ध बनाउँदै बग्ने यो नदी केवल जलधारा मात्र होइन, हजारौं मानिसको सपना, इतिहास, संस्कृति र भविष्य बोकेको अमूल्य प्राकृतिक सम्पदा हो। झिमरुक नदीको संरक्षण र दिगो उपयोग गर्न सकियो भने यसले आगामी पुस्ताहरूलाई पनि समृद्धि, सुन्दरता र जीवनको आधार प्रदान गरिरहनेछ। धन्यवाद। तपाईले झिमरुक नदीको इतिहास, भूगोल, संस्कृति, कृषि, पर्यटन र यसको महत्वबारे हाम्रो यो विशेष प्रस्तुति हेर्नुभयो। प्युठानको जीवनरेखा मानिने झिमरुक नदी केवल एउटा नदी मात्र होइन, यस क्षेत्रको पहिचान, सभ्यता र समृद्धिको आधार पनि हो। यसको स्वच्छता, संरक्षण र दिगो उपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्तै नेपालका नदी, जिल्ला, ऐतिहासिक स्थल तथा प्राकृतिक सम्पदाबारे रोचक जानकारीहरू हेर्न हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथै यो भिडियो आफ्ना साथीभाइ र परिवारसँग पनि शेयर गर्नुहोस्। फेरि अर्को रोचक जानकारीमूलक भिडियोका साथ भेट्नेछौं। तबसम्मका लागि नमस्कार।